यतिखेर स्काइपमा कोही जोडिनु भएको छ। म देखिरहेको छु बुढी आमा हुनुहुन्छ। आमा नमस्ते। नमस्ते। स्वागत छ तपाईलाई। को बोल्दै हुनुहुन्छ? कहाँबाट बोल्दै हुनुहुन्छ? खैरेनीबाट। आमाको शुभ नाम के? आमा के का लागि हामीलाई सम्झिनु भयो? आमाले के समस्याका लागि हामीलाई सम्झिनु? आमाको नाम बुझिन मैले। आमा एकपटक फेरि भनिदिनुहोस् न, यहाँको नाम के हो? ललिता देवी। हजुर ललिता देवी। आमा आफ्नो समस्या अथवा के का लागि हामीलाई सम्झिनु भयो भन्नु होला। के का लागि सम्झिनु भयो? मैले नाति नातिनाहरूलाई सेकापछिको भनेको हालको बनाएर जग्गा खाएँ। अहिले मलाई बाटो लखेको थिएँ। हजुर। अनि माइत आएर बस्दाखेरि पनि माइतीलाई सानो मुद्दा हालेँ। छोरीका बस्न पनि पाइनँ, बाटोले खान नि पाइनँ। तिनवटा नाति नातिनाले अब नियत पुग्यो। 100 पुग्न 4 वर्ष। 96 वर्षको हुनुभयो आमा। 4 वर्ष सय पुग्नु। पछाडि हुर्काएँ, नाति नातिलाई हुर्काएँ भने आज मलाई बाटोबाट छोरा मरिहालेँ। एउटा छोरा काम गर्नु नदिएर बनाएँ। तेरो के रहेछ भने माइत आएर बस्दाखेरि माइत नपनि भाग लाग्दा ज्यानमा रापार्छ भन्ने मुद्दा हाल्ने भाइलाई पनि भलाहरूलाई पनि। तपाईँको शेषपछिका लागि भनेर तपाईँले दिनुभएको थियो नाति नातिनालाई। अहिले नै उनीहरूले लिए, त्यही हो आमा मैले बुझेको अनुसार। शेषपछि चाहिँ उनका हक लाग्ने भनेर तपाईँले दिनुभयो। तर तपाईँ अहिले यहीँ हुनुहुन्छ। तपाईँ जिउँदै हुँदा नै तपाईँको भनौँ न जिउने हक भनिन्छ क्यारे, त्यो हकको तपाईँको नामको सम्पत्ति नाति नातिनाले खाइदिए, यही भन्न खोज्नु भएको आमा? आमा एउटा कुरा तपाईँलाई बताउँछु, 96 वर्षकी आमा तपाईँ नरुनुहोस्। तपाईँको आँसुको श्राप सिङ्गो देशलाई लाग्छ, मलाई लाग्छ, सबैलाई लाग्छ। तपाईँ नरुनु होला यसरी। तपाईँ जस्तो आँसु देख्नु पर्नु भनेको यो त योभन्दा दुःखको दिनहरू केही पनि होइन। अब म एउटा भाषा गर्न चाहन्छु। हाम्रा धेरै मनकारी दर्शकहरू हुनुहुन्छ र छोराको रूपमा यदि म यो टेलिभिजनबाट अहिले मैले यो भन्नु जायज हो होइन, सही हो होइन, र मैले कुनै जोस बस भनेको पनि होइन। तपाईँ बाँचुन्जेल तपाईँको खाने लाउने बस्ने व्यवस्थाको जिम्मेवारी म लिन्छु, कसैले नदिए पनि आमा। यो मेरो बाचा तपाईँलाई यहीँबाट म टेलिभिजनमा प्रत्यक्ष प्रसारित भइरहेको छु। तपाईँ बाँचुन्जेलसम्म तपाईँको औषधि उपचार, तपाईँको बस्ने खाने व्यवस्था कसैले नगरे म गर्छु। हाम्रो हुनुहोस्, नरुनु होला। तर वास्तविकता के रहेछ त्यो बुझ्न पनि जरुरी हुन्छ। तपाईँ रहुन्जेल, तपाईँ बाँचुन्जेल तपाईँको आशीर्वाद लिन हामी तयार छौँ आमा। तर आँखाबाट एक थोपा पनि आँसु नझार्नु होला। एक थोपा पनि आँसु तपाईँको आँखाबाट झर्यो भने देशलाई श्राप लाग्छ, परिवारलाई।